तपाईँलाई कस्तो लाग्यो त नातिनीको घर आउँदा च्याडमदेखि अटोमा आउँदा कस्तो लाग्छ अरे नातिनीका घरमा आउँदाखेरि उत्तम राम्रो लाग्यो नै यस्तै गरेर बसेर यस्तै गरेर जीविका चलाउनु राम्रो होस् भन्ने एउटा उत्तम राम्रो लाग्यो मलाई। अनि पलातीहरू कस्तो लाग्यो राम्रो लाग्यो पलातीहरू त अब त्यस्तै हो नि त राम्रै छन्। अब चार भाइ पलातीहरू भए एक भाइ हिवसे ठुलीको छ दुई भाइ यहाँ भए दुई भाइ घरमा छन् पलातीहरू चार भाइ भए एकदम खुसी बढिया राम्रो छ नि मलाई खुसी कुन चाहिँ फेभरेट हो त तपाईँको मनपर्ने पलाती कुन हो मनपर्ने पलातीहरू अब नाति पलातीहरू भनेको सबै एउटै हुन् चुज गर्नुहुन्न फरक कुनै हुँदैन अब फरक कुनै हुँदैन वरको परको भन्ने छुट्टिँदैन। तपाईँ 84 पुगिसक्नु भयो होइन अब तपाईँको यहाँदेखि चाहिँ के इच्छा छ म यो गर्छु भन्ने चाहिँ अब कहीँ जान्छु केही गर्छु भन्ने हुन्छ नि के चिज छ तपाईँको अब 84 लाग्यो 84 गरियो 84 पनि लाग्यो अब गर्न त के गरिन्छ र अब कोदालो खन्नु सकिँदैन उता जाउँ सकिँदैन अब के गर्नु अब इच्छा हुन्छ नि त म यहाँ जान्छु भन्ने अब इच्छा त अब हिँडेर जाउँ सकिँदैन हिँडेर जाउँ सकिँदैन अनि लगिदिने मान्छेले लगिदियो भने गइन्छ हेरिन्छ कोही मन्दिरहरू कोही देवधामहरू हेरिन्छ जहिले मन्दिरै मात्र जाने अब मन्दिर हेरिएर आइयो फर्केर अब यहाँ यति बात मारिएर यति उ गरियो एकदम यो राम्रो हुँदैछ सुदेशलाई धन्यवाद दिनु राम्रो हुँदैछ धन्यवाद राम्रो हो नि यो अब बाबालाई नेपाल जान मन छ कि भुटान जानु पर्यो भने अब कसैले लग्यो भने नेपाली अब भुटान त छोडेर गयो के गर्न जानु को छ र त हाम्रा भुटानमा बरु नेपालमा गयो भने छोरी छ दिदी हाम्रा दिदी छ नेपालमा खान्नीमे पहाडमा हाम्रा दिदी छ भट्टराईलाई दिएकी अहिले पनि हुनुहुन्छ अहिले खोइ छैन होला अनि फोनमा बोल्नुहुन्न राउतले छैन फोनमा पनि बोल्दैन नाम पनि छैन ल अब बाबालाई फेरि आमैसँग बोलाउने अरे सुदेश सँगै आमै र बाबै धन्यवाद राम्रो हो ल बुवा तपाईँलाई सुदेशको गफमा स्वागत छ कस्तो लाग्यो त धेरै राम्रो लाग्यो मलाई अब यहाँ ज्वाइँको घरमा आएको छु होइन साह्रै राम्रो लागिरहेको छ अहिले ओके अनि तपाईँ के गर्नुहुन्छ त अहिले क्यानाडामा आएर म अहिले आएर क्यानाडामा काम गरिरहेको छु होइन दुखसुख जीविका चल्दैछ दुखसुख अनि तपाईँलाई पहिले भुटान छोड्दाखेरि कस्तो हुनुहुन्थ्यो लाइक कतिको वर्ष हुनुहुन्थ्यो सानो हुनुहुन्थ्यो कि म सानो भन्दा पनि भुटान छोड्दाखेरि कति वर्षको थियो भने 24 वर्षको थिएँ होइन त्यति मैले भुटान छोडेर नेपाल आइयो तर भुटानमा अब धेरै थियो नि त बगानहरू के अलैँची बगानहरू सुन्तला बगानहरू धेरै लगाएको थियो अनि तपाईँले भुटानमा बिहे गर्नुभएको थियो अर्को भुटानमा बिहे गरेको थिएँ गरेर होइन हाम्रो एक्स आमाहरू तर आमालाई पनि छोडेर आइयो नि त ए आमाले मार्नु कतिजना गर्नुभयो त एकजना अनि नेपालमा आइयो अरे आमासँग भेट भएको नेपालमा आएको एक वर्ष पछाडि अनि कसरी भेट भएछ आमासँग चाहिँ नेपालमा भेट हुनु त अब भइहाल्यो नि त्यता उता गर्दा हुन्छ होइन लभ परेर गर्नुभएको कि लभ म्यारिज कि घरदेखि गरेर एरेन्ज म्यारिज लभ म्यारिज हो
लभ म्यारिज हो ए अनि कतिसम्म चाहिँ लभ म्यारिज लाइक भएर नि बिहे गर्नुभयो तर मैले अब अर्काले बिहे गरेको जान फकाएर यताउता गरेँ ए अर्कोसँग हुनुहुन्थ्यो ए अनि कसैले मिलाइदिएको कि तपाईँले खोजेर जानुभयो कसैले मिलायो तर म पनि भेटाएँ अनि भेटेर अनि ए अनि कस्तो लाग्यो त आमा अब फर्स्ट टाइम देख्दा राम्रै लाग्यो राम्रै आमाको बानी बेहोरा राम्रो लागेको थियो कि अब ए राम्री हुनुहुन्छ भनेर होइन पहिले त अब थाहा हुँदैन नि त अब बानीहरू कस्तो छ होइन कस्तो थाहा त्यो थाहा पनि हुने हो अनि तपाईँको कहिले चाहिँ नानीहरू भएको लाइक म चाहिँ कति वर्ष पछाडि 1 वर्ष पछाडि बिहे गरेको तपाईँ चाहिँ कति वर्ष हुनुहुन्थ्यो त्यतिखेर म 25 वर्षको थिएँ आमा 18 वर्ष आमा 18 म त रङ इन्फर्मेसन पाएँ आमा त 20 वर्ष भन्यो अनि मलाई जन्म त आमा 20 वर्ष भन्नुहुन्थ्यो त 18 वर्षमा ल्याउँदा त 18 वर्ष त जन्मिँदा चाहिँ 20 वर्ष लागेको थियो ए निकै वर्ष ए